गाइस म चाहिँ अब आज ड्युटीतिर लाग्यो। मौसम चाहिँ यस्तो छ हाम्रो, हेर्नु होला। आज छुट्टी हो, सरकारी बिदा, त्यही पनि ओटी हो आज हाम्रो चाहिँ। यस्तो छ मेरो गाउँ, म बस्ने कान्छी गाउँ। ऊ त्यो चाहिँ यहाँको एक नम्बर फटा केटा हो। यो टोलको यो कान्छी गाउँको कसैलाई छोडे छैन यसले, बाँकी कसैलाई राख्दैन। त्यही भएर अनुहार छुवाउँदै हिँडिन यो मान्छेले। दामी छ हाम्रो गाउँ चाहिँ, सेम नेपाल जस्तै छ। हाम्रो गाउँको चोकमा आइपुगे। यहाँको चाहिँ मेन हाइवे। यहाँनिर चाहिँ अगाडि यो त पर्ति जाँदैछ होइन, यो पानी खाने धारातिर चाहिँ म वेटिङ गर्छु गाडी चाहिँ। यो चाहिँ हाम्रो यही हो मेन हाइवे चाहिँ। जेब्रा क्रसिङ गरेर यो बाटो राम्रोसित काट्नुपर्छ। म चाहिँ हाम्रो यो पानी खाने धारा पोर्चुगलको यहीँ गाडी वेटिङ गर्छु मैले चाहिँ। आज चाहिँ अरू सबको छुट्टी छ, हाम्रो डिपार्टमेन्टको मात्रै ओटी छ। त्यही भएर खासै कोही मान्छे नि काममा जाँदैन। अहिले चाहिँ कम्पनीमा गाडी लिन आयो, गाडी चढ्न लाग्यो। बोता के छ, ठिक छ? म चाहिँ गाडी चढेको प्राइजहरू यस्तै छ परदेशी जिन्दगानी। म बस्ने ठाउँतिर जस रमाइलो छ, नेपाली जस्तो लाग्छ। नेचुरली राम्रो छ। हाम्रो यो एरियाको चाहिँ बजारै हो, सिटी मालभेरा सपिङ गर्ने ठाउँ तिम्रो सक्यो। राम्रो छ, सानै स्मल सिटी छ। अब यहाँबाट चाहिँ बिस्तारै अब हाम्रो अर्को सिटी यहाँबाट जान्छ भिन्ने पिनारो भन्ने। त्यहाँबाट फेरि केटाहरू उठाउँछ अनि त्यसपछि हामी कामको आफ्नो फ्याक्ट्रीतिर लाग्छ गाडी। हाम्रो यो चाहिँ भिन्ने पिनारको पार्क चाहिँ हो। अब भिन्ने पिनारो भन्ने ठाउँनिर आउनु लाग्यो। हाम्रो केटाहरू पनि यहीँ छ, अरू केटाहरू यहाँ उठाएर चाहिँ त्यसपछि हामी चाहिँ कम्पनीतिर लाग्छौँ। यस्तै गाइज, ड्युटी आज छुट्टी हो सरकारी, तर हाम्रो चाहिँ ओटी हो। त्यही भएर ड्युटी जानु लाग्यो। हाम्रो यहाँ चाहिँ केटाहरू सब बसिरहेको छ लाइनमा ड्युटी आउनको लागि। केटाहरू चाहिँ गाडी चढेको छ। के छ गाइजहरू, ठिक छ? आमा हेन्सम भएर आँखा आज गाइजहरू के हो? किन आएको फेरि? कस्तो हेन्सम मान्छे कमी थियो गाडी मेरो आज आइपुगेछ। लास्ट आउनु पर्ने। ठिक छ ठिक छ। अब चाहिँ हामी यहाँ चाहिँ अब हामी चाहिँ सिधै कम्पनीतिर लाग्छौँ। यो चाहिँ हाम्रो कम्पनी काम गर्न जाने बाटो हो, गाउँको बाटो हो। यस्तो अलि डाँडै खाडा छ। जस्ट फिल लाइक नेपाल जस्तै लाग्छ यहाँ चाहिँ।
जस्तो फिल हुन्छ किन गाइजहरू फाइनली गाइज म चाहिँ मेरो कम्पनीमा आइपुगेँ काम गर्नुको लागि मेरो कम्पनी यही हो यो चाहिँ हाम्रो खाना खाने ठाउँ रेस्टरुम हो ओके सर जाम होइन काममा हाम्रो प्यारी प्यारी दिदीहरू के छ खबर दुबई भ्लग बनाउँदै हिँड्दैछ ल गाइज है म चाहिँ अब कम्पनीमा काममा छिर्न लागेको हेर्नु सुरु गरिदिएको अबबाट ब्लग सुरु गरिदिने भनेर हाम्रो दाईहरू यी हेन्सम दाईहरू मस्त मस्केर बसिरहन् ल गाइज है ल अहिलेको लागि भाइ यो ब्लग चाहिँ सकिन्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला म चाहिँ अब ड्युटीमा छिर्न लाग्यो हाम्रो खेम सोल्टी मेरो पार्टनर हुन् तिमी चाहिँ भाइ ल भाइ भन्दा लाइक कमेन्ट सब्सक्राइब मलाई भाइरल नबनाऊ है फेरि